सो हेलो आज पनि भिडियो आइसकेको छ। आजको भिडियो चाहिँ धानको बिउ राख्ने काम छ हाम्रो चाहिँ, त्यही देखाइरहेको छु मैले होइन। अनि हिजो चाहिँ हामीले जोतेर एक पटक जोतेर चाहिँ रेडी पारेको थियौँ। आज चाहिँ होइन, आज चाहिँ खोक लाएर टक्क बिउ राख्ने काम हुनेवाला छ हाम्रो चाहिँ। अनि म चाहिँ खोक चलाउन सुरु गरिसकेको छु। र बा चाहिँ अर्को घरमा चाहिँ आली लाउँदै हुनुहुन्छ। अनि यसले चाहिँ चट्ट खोक लगाएर एकदम सम्म बनाएर चाहिँ पछिबाट चाहिँ हामीले होइन छापो बिछाएर अनि छापोलाई चापेर अनि लास्टमा चाहिँ बिउ छर्ने गर्छौँ। लास्टसम्म हेर्नु होला है तपाईँले चाहिँ भिडियो कस्तरी गर्छौँ त हामी चाहिँ यता पाहाडतिर होइन, पाहाडतिर कसरी चाहिँ बिउ राख्छन्, धानको बिउ कसरी राख्छन्, रोपाइ कसरी राख्छन् भन्ने चाहिँ यो भिडियो हेर्न सक्नुहुन्छ। र यो भिडियोलाई सब्सक्राइब गर्नुभयो भने चाहिँ होइन पछिसम्म पनि म देखाउने छु कि रोपाइ कसरी हुन्छ हाम्रो चाहिँ। त्यो भएन भने चाहिँ यो भिडियोलाई अन्त्यसम्म हेर्नुपर्ने हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ म चाहिँ एकदम छिटो होइन मस्त चलाइदिएको छु च्याम्बा चाहिँ ड्याङ्की ड्याङ। त्यही नै हो आजको भिडियो चाहिँ, त्यही छ आजको भिडियो चाहिँ। टक्क बिउ राख्ने प्रोसेस चाहिँ देखाउन खोजिरहेको छु म चाहिँ वास्तवमा चाहिँ। च्याम्बा चलाइएको चाहिँ लगभग अब खोक लगाएर चाहिँ देखाउन आँटिसकेको छु मैले चाहिँ। चाहिँ भइसकेको छु मैले चाहिँ होइन। अनि तल्लो गरामा नि एक राउन्ड चाहिँ मार्दै भन्नुभएको थियो बाले चाहिँ। अनि त्यो भान्सा तलतिर पनि एउटा गरामा चाहिँ जोते थियौँ र त्यसलाई चाहिँ चट्ट लाएर म एक राउन्ड चाहिँ खोक हानिदिइहाल्छु त्यसमा चाहिँ। अनि अब चाहिँ हाम्रो छापो हाल्ने काम भइरहेको छ। दिदीले चाहिँ छापो हाल्दै हुनुहुन्छ। अनि त्यो बन्दै रहेको घर चाहिँ हाम्रो दाइले बनाइरहेको छ। अनि अब चाहिँ हाम्रो छापो हाल्ने काम भइरहेको छ। छापो चाहिँ हामीले छापो राखेर त्यसरी त्यसलाई चापेर बिउ छर्यौँ भने चाहिँ छापो कुहियो भने चाहिँ बिउ गोड्नलाई सजिलो हुन्छ भन्ने चाहिँ हाम्रो छ। अनि अब चाहिँ छापो गोडेर भ्याइसकेकोसम्म छापो छेपाएर राखेर भ्याउन लागेको छौँ हामी चाहिँ। अन्त्यमा चाहिँ बिउ छर्नुहुन्छ हाम्रो बाउले चाहिँ। अनि बिउ चाहिँ लगभग छरेर भ्याउन लाग्नु भएको छ बाउले चाहिँ। अनि अब यस्तै भिडियोहरू आउँदै गर्नेछन्, रोपाइहरूको भिडियोहरू पनि आउँदै गर्नेछन्। त्यसको त्यो हेर्नको लागि चाहिँ राजेश बुढाथोकीलाई सब्सक्राइब गर्नु होला।